फाइनल्ली डेस्टिनेसन आइपुग्यो है खैरीढुङ्गा ओके। अब यहाँ तल एउटा मन्दिर छ शिव मन्दिर त्यो मन्दिरमा जाने पूजा गर्ने अनि प्रसाद खाने प्रसाद शिव पोखरी प्रवेशद्वार दामी ठाउँ छ यहाँ मुनि। तर अघि आएको त त्यो ठ्याक्क खैरीढुङ्गा भनेको सिन यस्तो बबाल थियो त्यो किसिममा। अहिले अब यो गोप्रो चार्ज भयो भने जाने बेलामा खिच्नेछु। अहिले चाहिँ अब यत्तिकै जाऊँ। यहाँ तल दामी ठाउँ छ। जाउँ यस ओ यार हाँस पनि रहेछ देखेको छ कि छैन मन्दिर ल सिन शिव मन्दिर ल राइट ताल टक्क बिचमा मन्दिर ताल मैले विस्की र हेलमेट दुटै भेटाएर के उसकै कहाँ पाउँदैन एउटा भेटेपछि अरे वाह दिपेशी बधाई यो हो नि त पारा अर्को बल्ले हो अर्को हेलमेट चिसो हेलो मुकेश दाइ हेलो गाइज हेलो चिसो त यस्तो बबाल छ नि कुरै छाड्दिउँ। गोप्रो चार्जमा हाल्न आएको। यहाँ र गोप्रो हेर्दाखेरि यस्तो इरर भनेर देखाइरहेको छ। अब अघिको भिडियोहरू चाहिँ रेकर्ड भएको छ कि छैन समस्या छ। भाइ के छ खबर? यहाँ आऊ। के हो तिम्रो नाम? मेरो नाम आरजे श्रेष्ठ। कति कक्षामा पढ्छौ? म 5। कहाँको यो स्कुल हो कि कहाँको स्कुल? उते तल हो ल ठिक छ। ओए ब्लगर के? तपाईको ब्लगको नाम के हो? मेरो एसआर भर्स। एसआर वास? एसआर भर्स PERS यो यो एसआर के हो? भर्स PERS के हो? भर्स हस हो। के बजार हो यो? जे होस् आइपुग्यो। मुडे बजार। अघि त्यो हामी गएको चाहिँ त्यो मन्दिरको ठाउँसम्म मात्रै हो खैरीढुङ्गा भन्ने ठाउँ। हाम्रो मेन बस्ने ठाउँ भनेको त होटल चाहिँ यता तल नै छ। त्यही भएर अहिले चाहिँ फर्किँदैछौँ। त्यो रमाइलो भइरहेछ। ल आइपुग्यो है फाइनली। होटल आइपुग्यो। आई एम थर्ड। हे हामी आइपुग्यौँ मुडे। आजको हाम्रो बच्चा यतै हुन्छ। होटलको नाम त के पो हो यार। ल राइडरहरू आउँदैछन्। यो चाहिँ हो सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मुडभन्दा थोरै तल छ र अलिकति युनिक ठाउँ छ।
हेर कस्तो छ अब यहाँ भित्र यस्तो छ आउने बित्तिकै तातो तातो थुक्पा औ थुक्पा खाउँ थुक्पा ल फाइनल्ली है गाइज रुममा आइयो इ यस्तो छ रुम थाहा छ बाथरुम यता सनसेट हेर्न जाने ठाउँ छ माथि हामी त्यहाँ जाँदैछौँ हामी यो रुममा चाहिँ हामी दुईजना ल वाह ठिक छ ल हेलो ए भ्यू पोइन्ट यता छ हौ तर यहाँ यस्तो दामी परेछ यार त्यो पारीको टुप्पो मेरो अम्लाको सिधा सैलुङ है यो रुखको टुप्पो छ नि यसको सिधा पर सैलुङ ठ्याक्कै भ्यू टावर त्यहाँ यहाँ अब क्यामेरामा चाहिँ देखाएको छैन यहाँबाट देखिरहेछ दुईवटा टावर छ त्यहाँ यहाँबाट देखिरहेछ अनि यो यहाँबाट सिधा हामी अघि पर खडीढुङ्गासम्म चाहिँ पुगेको हो त्यहाँबाट उता सिधा पर गयो भने कालिम्चोक चरीकोट दोलखा यो चाहिँ सिन्धुपाल्चोकमा पर्छ त्यहाँ अघि परको गेटबाट उता चाहिँ दोलखा हामी अघि त्यो शिव मन्दिर गएको चाहिँ दोलखा नै हो अनि यो चाहिँ सिन्धुपाल्चोक टक्क यता घाम उदाउँदै अस्ताउँदैछ यस्तो दामी सिन देखिया छ नि यहाँ गाइस हेर्नुहोस् ल अब एकछिनको लागि कपडाहरू चेन्ज गरौँ अब चप्पल चाहिँ ल्याउन बिर्सेछ जुत्तै लगाएर बस्नुपर्ने हुन्छ दामी त कति दामी हो यार सिन त दामी आएको छ यार अहिलेभन्दा झन् बिहान दामी देखिन्छ ल साथीहरू तल हुनुहुन्छ राति राति पर्न लागेको भ्यू यस्तो छ रेस्टुरेन्ट राम्रो डिजाइन गरेछ जस होटलमा एकदम टुरिस्टहरूलाई मेन फोकस गरेर नाइस दामी छ आगो